बहिनी हाल खबर सब ठीक छ दाइ बहिनी भिडियो हेरेर हाम्रो कस्तो लाग्यो एकदम राम्रो भाइ म त लाउरेको ड्रेसमा पनि कलर ड्रेस देखियो है 7 दिन छ भनेर मान्छे त कहाँ अनि त्यो बेच्नको लिएर हिँड्नु भयो अन्त नानु पुची भिडियो हेर्यौ हेरे कस्तो लाग्यो तपाईँले मेहदी बेच्नलाई जानु थियो केटी बेच्ने रबिन फरार बाजे केटी बेच्ने रबिन फरार भनेर लेखिरहेको रहेछ त कान्तिपुरमा फेरि त्यो के अरे सबैजना उचालेर एउटा लात्ताले हानेको यतालाई पछाडिबाट लात्ताले हानेको रे उचालेर लाने बेलामा पहिला बोल्न सिकायो नानी यार आजकल त मोटाइ छैन नि त किन आज नानी त मोटाइ छैन कम त 48 केजी भेटन लागिसक्यो मलाई मेरा बा 50 ₹50 आफ्नो बेच्दा खै अझ महान काम गरे जस्तो 50 हो ए मेरा बा अनि के खुवाउनुहुन्छ के खुलाउनुहुन्छ के खुवाउनुहुन्छ के उसलाई बङ्गुरको मासु र भात हेर्दा धराने बुङ्गुर जस्तो बसेको त अनि बङ्गुरको मासु धरानी बङ्गुरहरू एउटा मात्र होइन यहाँ 2टा 3टा हुन लागिसक्यो यहाँ धरानी बङ्गुर तपाईँलाई नि हाम्रो फुपूको घर धरानी बङ्गुर दिएको फालेर आउनुभयो गेम खेलौँ ल आयो पोलिसको नर्मल गेम हो पोलिसन गेम खेलेको नर्मल गेम पनिसमेन्ट गेम खेलौँ न रमाइलो वाला ल बाजे बिस्कुट यहाँ राख्ने यहाँ राखेर अनि यहाँ खाने हार्यो भने यहाँ राखेर गर्दै मुखसम्म ल्याएर खान पर्यो हार्यो भने देवीका हाम्रो पो बिस्कुट छैन जहाँ किनेर ल्याएर हार्यो भने त बर्बाद हुन्छ बिस्कुट ल्या तपाईँको पो नाक थेप्दो छ अनि मेरो त्यत्रो छ अनि काम त्यही भएर त तपाईँलाई दिएको अनि झन् चुच्च भएको भएछ खप्पै छिर्छ ए खप्पै छिर्छ मिल्दैन यहाँ कहाँ कहाँ बिस्कुट पर्किन्छ यार अब खा अर्को अप्सन एकछिनमा दिन्छु के पहिला त्यो गर्नु होइन जो हार चाहिँ गर्छ लु अब जो हार चाहिँ ल जो हार्छ त्यही गर्ने ल जोले हार्छ तर निधारमा बिस्कुट राखेर खान्छ यहाँ लु बिस्कुट टास्ने यहाँ बिस्कुट टास्ने अनि पुरै यस्तो घुमाउँदै ल्याएर मुखभित्र हाल्ने लु गाई चपल्टे पेला गाइस लु गाइस अरू भन्दा नि मैले त भन्नै बिर्सेको प्लिज हजुरहरूले यति धेरै माया गरिदिनु भएको छ कि अझै पनि होइन हाम्रो अब 2 लाख पुग्न लागेको छ अनि प्लिज है अनि यति धेरै माया गरिदिनु भएको छ बाजे र मेरो नयाँ म्युजिक भिडियोलाई आशा छ हजुरहरूले यति धेरै माया र सपोर्ट गर्नुभयो भने हामी फिल्ममा खेल्न पाउँछौँ फिल्म खेल्ने हामीलाई कसले अफर गर्ने हामीलाई कसैले प्लिज हाम्रो फिल्ममा खेलिदिनुहोस् न भनेर यसो हाम्रोलाई सुहाउने फिल्मको अफर पाउँछ कि ए बरे कसले देला गाई 21 रोजा दिन्छन् के बाजे कसैले हाम्रो पनि हिरो बना फिल्ममा खेलाएर भन्ने के हो चस्मा लाउनु भएको यो चस्मा लगाइदिनु भएको गिफ्टको चस्मा लगाइदिनु भएको यो बहिनी पनि किन पहाडदेखि झरे जस्तो गर्छ यार केही थाहा नपाए जस्तो गर्छ साँच्चै हो के बिचराले आज हाम्रो बुकी फुललाई के भने बोका फुल भनेर नाच्यो अर्को देविकाले फेरि बुकी फुल रे भगवान मेरो भिडियो भाइरल भइरहेको
अर्को उसले कस्तो गर्यो भने सिकाएर लास्टमा आएर त्यस्तो भन्छ हो 10 चोटि सिकाएर कसले बोका फुलाउने सुन्नु न अझै ठुलै काम गरे जस्तो चिच्चै भन्ने क्या त्यहाँ टिकटक हेर्नु बोका फुल। कस्तो गर्यो। यो बहिनीको दिमाग यार के भएको होला यार चिच्चै नआएर हो क्या दाइ आएको भए त गइहाल्थ्यो नआएर अनि त्यस्तै झन् बोकाको फुल भन न बोके फुल भनेर अझै नि भन्छ बोके अझै नि बोके फुल भनिरहेछ के फुल रे बोके फेरि पनि बोके सोझो छ के यो बहिनीलाई त म कसरी बाङ्गे बनाउने होला के रे ए कति सोझो छ कि कसरी बाङ्गे बनाउने होला यो बहिनीलाई अब अस्ति हेर्नु न टाइगर भनेको के हो भनेको बाख्रा भन्छ अब अरे यार म त पागलै हुन्छु क्या यार बाँदर भने बाँदर आयो बाँदरबाट केही पनि आएन मलाई त त्यही बाँदर त होला नि भनेको अझ बाख्रा भनौ त्यसपछि मैले हिन्ट्स दिएँ कि जङ्गलको राजा हो भनेको त ए बाँदर हो भन्छ अब टाइगर भनेको बहिनी तिमी फेरि एक कक्षाबाट पढ यार पढेर को हात्ती ठुलो भएछ र टाउको दुख्छ रे मलाई दुख्छ पढ भन्ने बित्तिकै टाउको दुख्छ रे बरु मलाई त के अरू के गर भने गर्छु होला त्यो पढ भने त कति नै खुट्टै ढोकेर पढ भने पनि हुन्थेन पढ्दिनँ तिमीले खुट्टै ढोक्न आए पनि म पढ्दिनँ कहाँ पढ्छु नि बरु टाइगरलाई बरु बाख्रा भन्छु लाइनलाई बत्ती भन्छु म पढ्दिन उसको सिद्धान्त त्यही हो बरु म पढ्दिन आया गाह्रो छ हेलो यहाँ पोखरामा कुनै पात नफिल छ र यहाँ कुनै पागलखाना छ हेलो यो पाट नफिल हो त्यहाँ एकजना बहिनी भर्ना हुन आएर निशुल्क जङ्गलको राजा बाँदर भन्छ बहिनीले त्यता कुनै पाट लस्ट छ भने प्लिज के अरे महिनाको 8,000 लाग्छ रे म तिर्छु हजुर बुकी फुल भिडियोमा भने गीतमा नाचेको एकजनाको पैसाले भए पनि म भर्ना गरेर छोड्छु म त्यसका यार बहिनी यति साह्रो सोधा पनि नहो तिमी आज भोलि यस्तो सोझो मान्छे पाउनै गाह्रो छ के मलाई बहिनी मलाई पाउनु पनि छैन यार कहाँ बुकी फुल लाने बोकाको फुल भन्छ यो बहिनी त वडा रहेछ यार के हो रे अझै बुझेको छैन मैले बुकी फुल बोका फुल भन्छ बोके फुल यो बहिनीले कुन गुलियोला गु भन्छ यार साँच्ची हो क्या मैले बुझेको छैन कि यो अलि गीतको साँच्चै बहिनीलाई मोरै आउँदैन कि मैले साथीहरू कति सिकाएँ कि बोके